2082 7 महिना 7 गते तिहारको अघिल्लो दिन चाहिँ हाम्रो पाण्डे फ्यामिली पिकनिकमा तपाईँले स्वागत छ। यो हाम्रो अकस्मात बनेको प्लान हो। पिकनिक प्लान चाहिँ कुनै प्लानहरू थिएन। तिहारको दिन छ भन्छ। त्यसपछि सबैजना आफ्नो काममा बिजी हुने अनि कोही काठमाडौँ पनि जाने, सबैजना जम्मा भएको बेला अनि छुट्टी भएको बेला भएको कारण सबैजनासँग भेटघाट पनि हुने, कुराकानी पनि हुने भनेर चाहिँ यो पिकनिकको आयोजना भएको। पिकनिक चाहिँ बाडाङ्गा नगरपालिका स्थित कोइली बनगाई खारखानीमा चाहिँ भएको। यो पिकनिक गर्न चाहिँ हामी दाजुभाइ नै भएको कारणले हामी दाजुभाइ चाहिँ केही बिहानै आएको थियौँ। अब पिकनिकको चाहिँ सबै भिडियोहरू चाहिँ हेरौँ। हाम्रो ईश्वरीय दिवकाले भनेको कुरा है यो चाहिँ म हो। यसमा चाहिँ म धेरै चाहिँ भिडियोहरू खिच्ने काममा गरिरहेको। त्यहाँको सबै प्याजहरू मैले काटेको थिएँ, तर काट्दाखेरि चाहिँ एकचोटि नै आँसुबाट आँसु चाहिँ आएन, किनकि प्याज खासै पिरो रहेन। हामीले चाहिँ केही सामानहरू पहिले ल्याएका थियौँ, त्यही भएर हामीले चाहिँ अब तरकारी पकाउन लागि चाहिँ हामीले रेडी गर्दैछौँ। अब हाम्रो यो होल पिकनिकको चाहिँ सेफ चाहिँ हाम्रो इन्द्रमणि पाण्डे अनि दीपक पाण्डे अनि हाम्रो चाहिँ भिनाजु चाहिँ नारायणगोपाल भिनाजु हुनुहुन्छ। सबै पुग्दैन जस्तो लाग्छ मलाई। बेग चाहिन्छ, मैले नाचेको भिडियो खिच्छु नि। दिदी म चाहिँ फोटो खिच्ने मान्छे म चाहिँ देखिन्न भिडियोमा। म म भिडियो बनाउने चाहिँ मै छुटौँला बरु। यो पुरै ब्लग बनाइरहेको छु होइन। यो हामीले च्याउ भन्छौँ। यहाँ मैले पाँच पकाएर देखाइछु नि तैँले देखाइ दाइ होइन। डाडु कहाँ गइरहेको छ? यहाँ साबुनले पाँच पकाएर होला। डाडु रोक एकछिन। अहिले भाडामा साबुन बोकेर यो पाउनु जस्तो भयो त। तर यो मैले पाएन, घर पहिलो पाएन। हाम्रो यो चपिङ मास्टर दाइ, चपिङ मास्टर मिस्टर दीपक पाण्डे चपिङ मास्टर। बल्ल हाम्रो फुटबल भाउ त बल्ल आयो त। तालीले स्वागत गरियो। हाम्रो डाक्टर साहब आउनु भएको छ है। हाम्रो यहाँ पिकनिकमा आउने क्रम जारी छ है। दर्शन दिदी नमस्ते। ठीक छ। नमस्कार दिदीहरू है। एकदम मैले च्याउ खेलाउँदै किन्दै हो कि भनेको थिएँ। सबैजना जम्मा भइसक्यो बल्ल। अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो फ्यामिली चाहिँ त्यसै लगभग 50-55-60 जना चाहिँ हामी यहाँ वरिपरि बस्छौँ।
काट्ने कार्यक्रम भइरहेछ है दाइहरूले चाहिँ दिदीहरू चाहिँ यता दिदी बहिनी चाहिँ केही भन्नु छ भने भन्नुहोस्। म चाहिँ पाण्डेको कान्छी छोरी। आज हाम्रो यो पाण्डे परिवारको रमाइलो मिलन कार्यक्रममा धेरै खुसी खुसी लागेको छ मलाई त एकदमै सधैँ वर्षपछि यस्तै रमाइलो हाँसी खुसी गर्न पाइयोस् त्यही छ मेरो हैन हो चाहना चाहिँ। हाम्रो वेलकम। यो हाम्रो यो पाण्डे फ्यामिली जुटे खाटीको पिकनिक हो। यहाँ सबैजनाले गर्नुभएको पकाउने कार्यक्रमहरू भइरहेछ है। हजुर छ त्यहाँ अर्को पाहुना हो स्वागत। स्पेसल हो नि। स्वागत सबैजनालाई है ल। माइले वाला माइले बुवा हाम्रो भान्जाहरू अनि छोराहरू सानो केटाकेटीहरू चाहिँ एउटा पिकनिक यो पिङ खेलिदिरहेछन्। यता बसिरहेछन् है। अनि यता अब एउटा टोली चाहिँ हाम्रो यतातिर यहाँ गरिरहेछ। यता पिङ खेल्ने कार्यक्रमहरू पनि भइरहेछ। अब यो टोली अनुसार अरू टोली चाहिँ यतापट्टि हाम्रो खाना पकाउनुतिर नि छ होइन। खाना पकाउनुतिर छ भने अर्को टोली चाहिँ यहाँ पिङ खेल्ने अनि यता ग्रुपमा गर्ने कुरा गर्ने रमाइलो गर्ने होइन। धेरै क्रममा चलिरह भन्नु बुझौँ हामीले चाहिँ अहिले। ल अब यो हाम्रो पिकनिकमा चाहिँ होइन दिदी आमाहरू चाहिँ उता खेल्दै हुनुहुन्छ, दाइहरू चाहिँ खाना पकाएर रमाइलो हुनुहुन्छ। आयो आयो त भिडियो आउँदै ल ओए जोड लगा कि ऐसे दाइ हामीले आज पाण्डेको पिकनिक आयोजना गरेको होइन। अनि त्यहीमा दाइहरूले चाहिँ खोक्दै हुनुहुन्छ। म चाहिँ यहाँ
भिडियो खिच्ने तैँले पुरै केही पनि छुटाउन पाउन्नस् भनेर भन्नुभएको छ है। त्यही भएर मैले चाहिँ केही गरेको छैन। अघि सुरुमा चाहिँ प्याज अलिअलि काटेँ राखेन होइन। अब हाम्रो भाउजूहरू चाहिँ खासै हुनुहुन्न, दिदीहरू चाहिँ सबै उता हुनुहुन्छ है। अनि भाउजूहरू माइत भन्नु न। भाउजूहरू चाहिँ अब माइत हुनुहुन्छ तिहार होइन। अनि दिदीहरू चाहिँ अब माइत आउनु भएको, त्यही भएर सबैजनाले रमाइलो गर्न खोज्नु भएको। अनि हामी दाइ भाइहरू हामी जुन छ हामी चाहिँ यहाँ चाहिँ अब खाना त पकाउनु पर्यो, हेर्नुहोस् रमाइलो मात्रै गरेर त भएन भनेर चाहिँ हामी सबै जुटिरहेको छौँ बस। तपाईँले यसको रोल प्ले गर्नुपर्ने हो क्या? दाइ आउने हजुर मैले खुवाइदिन्छु। एकछिन बन्न दिनु न। मामाले एडिट गरेर राम्रो क्लिप पठाउनुहुन्छ भने ट्रस्टका साथ हामीले काहीँ पनि केही पनि क्लिप नै गरेनौँ। बर बनाउने बेला यही हो क्या? नबना अहिले सबैलाई इन्ट्रोडक्सन दिनेवाला एउटा भिडियो अहिले लास्ट टाइम बनाउनु लाग्यो। अहिले त सबै बिजी हुनुहुन्छ, कसो बनाउने मेन काम खाने बेला इन्ट्रोडक्सन दिनुको लागि दीपक दाई हजुर तपाईँ यहाँ त यतिकै भयो मागेको भएर खाने त अल्टिमेट भयो होला मासु भयो मासु छाला नभएको 2-3टा मासु खानु त्योभन्दा धेरै खानु चम्चा छैन हातले सानसानो यसलाई भनेको हातले सानसानो छाला नदिएर छाला खाने भन्दा कति पिस खान्छन् खाने तपाईँ खाने भाइले खान त पाइयो भाइले खान त पाइयो अब नखा
यता हेर त तिमीले अलिअलि पिरो खान्छौ चिटीको पिरो झोरसँग खाने कि यो चाउसँग खाने पानी झुक्रेला यसमा चिप्सको पिरो यो चिप्समा राख्छन् नि पिरो त्यही हो हेरेपछि त्यो चिनेपछि उ हेरि खै मामा यता हेर्नु यस्तो छ ममा भेराइटी के छ म नन भेज भएको कारणले यहाँ च्याउ पाइएन खाने कार्यक्रम भएको सुरु भइसकेको छ हाम्रो है पानी कता हो हजुर सबैको आँखा कसैलाई छुट्याउने कुरो छैन
पानी पुऱ्याउने हो। मलाई पनि एक थाल खै ब्लग बनाउनु फेरि टडेको पर्छ तीनटा थाल मात्रै चाहियो हैन जिम्मा त खै आज जान्दै के यता पनि देखाऊ है सबै राउन्ड हानेर मजाले के त राउन्ड हानेर सर घुमाउने हो के एलबी हान फर्स्ट लगिङ सेकेन्ड लगिङ नेपालमा हेलो गाइस आपको पिकनिक सारे मित्र गइरहेको थियौँ हैन खाइरहेको थियौँ हैन पार्क दिल पार्कमा कारखाने दिल पार्कमा हैन हामीले खाइरहेको सबै आयो कि आएन बन्द गर त्यहाँ राख्दै जाको त्यहाँ बन्द गरेर राख्दै कस्तो भर पर्छ त नि हामी चाहिँ मेन हो भन्ने मात्रै हो अब भात त मकर मात्रै गएको
होइन म जान्छु ल्याउँछु खै ए सक्यो होइन अरु के बाँकी छ खान्न नि मैलो म साइला म चाहिँ कान्छाको कान्छु म साइलाको छोरो कान्छु म कान्छु सबभन्दा प्योर मैलो एक्लो मैलो हाम्रो फुपू दिदी म पाण्डे परिवारकी कान्छी छोरी सबैजना बिदा भएको अवस्था अब यहाँबाट निस्किएको है पिकनिक सकिएको अवस्था